हेलो। नानु भन त। दादा दर्शन। ल भाग्यमानी हुनु नानु। के छ सन्चै छौ नि? घरतिर के छ? आमालाई कस्तो छ? हजुर दादा, यता सबै सन्चै छौँ। हजुर सन्चै हुनुहुन्छ? एउटा खुसीको खबर सुनाउनु थियो हजुरलाई। +2 पास भयो नि दादा। ए हो र? कङ्ग्रेचुलेसन है त तिमीलाई। थ्याङ्क यू दादा। अनि के पढ्ने भयो त अब? तयारी पनि गर्नु पर्यो फेरि। बिबिए पढ्ने भनेको अब इन्ट्रान्स प्रिपेयर गर्दै गर्नु पर्ला नि। हुन्छ हुन्छ, तिमीलाई जे ठिक लाग्छ त्यही पढ न। अहिलेलाई घरमा पनि पैसा छैन दादा, बरु एडमिसनको लागि पैसा पठाइदिनु भए सजिलो हुन्थ्यो। हुन्छ, तिम्रो अकाउन्ट नम्बर मलाई पठाइदिँदै गर न, म हालिदिइहाल्छु। ना दादा, मेरो त ब्याङ्क अकाउन्ट नै छैन नि। साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कमा गएर अकाउन्ट खोल न। त्यहाँ त बचत खातामा आकर्षक ब्याज सुविधा पनि रहेछ। त्यो ब्याङ्क राम्रो छ दादा? पछि नेपाल आए पछाडि एउटा घर पनि बनाउनु पर्छ। पैसा पुग्दैन होला, अलिकति कर्जा कारोबार पनि गर्नु पर्ला। त्यो ब्याङ्कमा सहज ढङ्गबाट कर्जा प्रवाह पनि हुँदो रहेछ। त्यही ब्याङ्कमा जाऊ न है, बरु भोलि नै जाऊ। अकाउन्ट खोलेर मलाई अकाउन्ट नम्बर पठाइदिइहाल, ढिला हुन्छ फेरि। हुन्छ दादा, म भोलि नै नजिकैको शाखामा गएर खाता खोल्छु। ल है त नानु, म काममा जान लागेको। आमालाई सोधेको छ भनिदियो। तिमी पनि राम्रोसँग पढ्दै गर, बरु साङ्ग्रिला ब्याङ्कमा गएर भोलि नै अकाउन्ट खोलेर मलाई अकाउन्ट नम्बर पठाइदिउ न। अहिलेलाई राखेँ नानु। हस् दादा, हुन्छ। बाई बाई। हजुर पनि आफ्नो ख्याल राख्नु होला। मैले त साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कमा आफ्नो खाता खोल्ने भए। हजुरहरू पनि आकर्षक ब्याङ्किङ सेवाको लागि ढिला नगर्नुहोस्। साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्क, स्थानीय विकासको आधार।